हेलो गाइज, ब्याक टु माई युट्युब च्यानल बर्दिया भ्लगमा तपाईहरुलाई स्वागत छ। तपाईहरु सन्चै आरामै हुनुहुन्छ। म नि ठिकै छु, सन्चै आरामै छु। अनि यतिखेर बेलुकाको 5 बजेको छ। 5 बजेमा भ्लग स्टार्ट हुँदैछ। अनि के गर्दै हुनुहुन्छ तपाईहरु? म त बसिरहेको यस्तै भ्लग बनाएर। अनि तपाईहरुले मलाई सपोर्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक, सब्स्क्राइब, शेयर, कमेन्ट पनि गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला तपाईहरुले। अहिलेको चाहिँ मौसम तपाईहरुलाई म देखाउन चाहन्छु अहिलेको मौसम कस्तो छ भनेर है। बेलुकाखेरिको मौसम भन्दाखेरि है पानी परिरहेको थियो अघि, अहिले बादल लागेको छ आकाशतिर बादल लागेको छ, फाटेको पनि छ। अनि त्यसै लगाएर त्यता लेकमा पानी परिरहेको थियो। हाम्रोतिर पनि अलिअलि पर्यो। धानहरु चाहिँ हाम्रो त हरियो धान छ अनि उतातिर चाहिँ पाकिसके, कतिको काट्नु पनि लागिसके। अनि अहिलेको चाहिँ मेरो काम चाहिँ जुत्ता धुँदै छु म यहाँ। अनि जुत्ता धुने काम छ, जुत्ता धुँदै छु। ल पहिलो गरे पनि पुरानो भइसकेको रहेछ। के गर्नु त रोक। जुत्ता धोएर पनि सकियो है। अनि जुत्ता पनि धोएर सकियो। जुत्ता धोएर सकियो। जुत्ता धोएर पनि सकियो। अनि त्यसपछि लगाएर यता त अब कपडा धोइरहेको छ, त्यसपछि लगाएर यता राखिएको छ। अनि अब चाहिँ म यो एकछिन काम छ उता अङ्कलको घरतिर गएर आउँछु म। एकजना अङ्कलले चाहिँ फरुवा लिनु भएको थियो, म त्यो फरुवा ल्याउनु जाँदैछु। हाम्रो गाउँ चाहिँ यस्तो छ। धानहरू त पाकेर पहेँलै भइसक्यो कि, धानहरू पाकेर पहेँलो भइसके। अनि अब चाहिँ दसैँ सकिएपछि काट्छन् होला सायद। अनि यस्तो छ, कति राम्रो गाउँ छ क्या। म चाहिँ त्यहाँ अङ्कलको घरमा जान लाग्छु छु। अनि त्यहाँ फरुवा लिनु भएको थियो क्या, अनि त्यही फरुवा लिन जान लाग्छु। उहाँको घर चाहिँ यही घर हो। कता हुनुहुन्छ है?
अङ्कल कता हुनुहुन्छ? अङ्कलको घर चाहिँ यही हो। अङ्कल घरमा हुनुहुन्छ कि हुनुहुन्न? घरमा त कुकुर रहेछ। अङ्कलको घरमा कोही रहेनछन्। अङ्कल ऊ तल हुनुहुन्छ। ऊ त्यहाँनिर हुनुहुन्छ। त्यहीँ जाँदैछु। यो त सबै नक्सरी हो। यो गरी पुरा बेसार पापडो छ। अनि एकदमै हरियाली मात्रै छ आजभोलि त। रमाइलो पनि दसैँ आउँदैछ, रमाइलो पनि छ। ओ अङ्कल त्यहाँनिर गफ गर्दै हुनुहुन्छ। अङ्कल गफ है। मेरो सम्धी राजा पनि आउनुभयो कि इन्डियादेखि। म भ्लग बनाइरहेको छु है सम्धी राजा। ल भ्लगमा चाहिँ मेरो सम्धी राजा देखिनुपर्छ। उसले चाहिँ बल खेल्ने चौडमा जाउँ भनिरहेछन्। अनि अङ्कललाई देखिरहेछन्। ऊ कसको फोटो आयो? बाई 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 भन्छ। बाई बाई गरिदियो त। बाई 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 हो। हामी चाहिँ यहाँ बल खेल्ने चौडमा आएको छौँ यहाँ। अनि भान्जा चाहिँ अङ्कलसँग जाने भनिरहेछन्। अनि चाहिँ बलहरू खेलिरहेछन्। अनि केटा टन्न जम्मा भएर बल खेलिरहेछन् यतातिर। यताको माहौलहरू चाहिँ यस्तो छ। खरो चाहिँ बुवाले लिइसक्नु भएको रहेछ। म चाहिँ अब घरतिर जाँदैछु। भने मिठाई खाइयो गुलियो। घरतिर फर्किसकेँ म त। अनि अब घरमा पुग्दैछु।